म नेपालको फोरी जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने राजनीति गर्न जान्दिन जानी जानी विदेशीले आशीर्वाद दिएको मन्त्री पदले पुग्छ मलाई हानि दलाल नेताहरूको अनुहार हेर्ने छैन मेरो बानी म हुँ नेपालको नयाँ कट्टरपन्थी विचारधाराले भरिएको एजेन्डाको खानी देशको मुद्दा उठाउँदैछु तिमी चुपचाप बस सानी देश भन्दा भन्दै घाँटी सुकिसक्यो ए सानी देऊ न मलाई पानी राक्षस दलाल नेताहरूलाई कारबाही गर्छु सत्तामा पुगेपछि छानी चरी म जस्तो कट्टरपन्थी विचारधारा भएको मान्छेको त यस्तै त हो नि बानी 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 यसको असाधारण मुद्दा उठाउँदै जनताहरूको माझमा हुन्छु म दानी भ्रष्ट बचाउने CIA अनि रहलाई समाप्त पार्दै स्वदेशी गणतन्त्र ल्याउने हो मेरो जवानी देशको साधारण मुद्दा उठाउँदै देशद्रोही जनताहरूको खान्छु मैले सातो देशको सार्वभौम सत्तासँग जोडिएको छ मेरो एजेन्डाको गाँठो त्यसकारण तयारी गर्दैछु म नयाँ कानुनको धाँचो विदेशी CIA अनि रहले नेपालमा अत्याचार गर्यो अति त्यसकारण बन्दैछु म पोलिटिको तिङताङको सर्तौबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति जति CIA अनि रहको आयु लम्बियो त्यति हुन्छ यो देशलाई क्षति उठाउन सके नेपालको राष्ट्रिय मुद्दाहरू छन् कति हो कति नेपालको मूलधारको दलहरू हुनु विदेशीको जुन सुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने जुनसुकै खाते भए पनि छोड्न हुन्न उस्काउने देखि जलाउने गति दलाल नेताहरू मदेखि चितकार हुनेछन् नेपालको राजनीति बात पछाडि हति दलाल नेताहरू नेपाली राजनीति बात पछाडि नहते उनीहरूले चुकाउनु पर्ने त आफ्नो अस्तित्वको क्षति म हुँ नेपाली जनताहरूको आँखाको ज्योति